आज तपाईँले सुन्दै हुनुहुन्छ एलियनको सङ्केत, डर र रहस्यले भरिएको कथा। ध्यान दिएर स्क्रिप्ट नगरेर सुन्नुभयो भने तपाईँले पनि बुझ्न सक्नुहुन्छ के हो त एलियन भनेको, कहाँबाट आउँछ यो, कसरी उत्पत्ति भयो यसको, मानव जातिलाई असर गर्छ कि गर्दैन भनेर तपाईँले पनि संक्षिप्त रूपमा बुझ्न सक्नुहुन्छ। अब कुरा गरौँ एलियनको। रातिको ठिक 2 बजेको समय थियो। सबै सुतिरहेको थिए। संसार सबै शान्त थियो। तर एउटा ठाउँमा एक मानिस अझै जागै थियो। ऊ एक खगोल शास्त्री थियो। अन्तरिक्षको आवाज सुन्ने काम गर्दै थियो ऊ। तर अचानक उसको स्क्रिनमा एउटा सिग्नल देखा पर्यो। त्यसको आवाज आइरहेको थियो बिपी बिपी बिपी। त्यो कुनै साधारण आवाज थिएन। त्यो अत्यन्तै स्पष्ट र नियमितता थियो। उसले ध्यान दिएर हेर्न थाल्यो त्यो सिग्नललाई। टाढा, धेरै टाढा अन्तरिक्षबाट आइरहेको थियो त्यो सिग्नल। त्यसपछि उसको मुटु जोडले धड्किन थाल्यो, किनभने त्यो सिग्नल कुनै प्राकृतिक जस्तो देखिँदैन थियो। त्यो सिग्नल यस्तो लाग्थ्यो कसै मानिसले बनाएको जस्तो। केही समयपछि त्यही सिग्नल फेरि आयो। ठिक उही पहिलेकै ढाँचामा, उही समयको अन्तरालमा त्यो सिग्नल आइरहेको थियो। ऊ हडबडाउन थाल्यो, डराउन थाल्यो। त्यसपछि ऊ डराउन थाल्यो। उसले आफ्नो टिमलाई बोलायो र सबै मिलेर विश्लेषण गरे। त्यसपछि एउटा कुरा पत्ता लाग्यो। त्यो सिग्नलमा प्याटर्न थियो जस्तो कुनै ल्याङ्ग्वेज जस्तो। अब सबैको दिमागमा एउटा प्रश्न आयो, के यो सन्देश हो? के यो हामीलाई कसैले बोलाइरहेको छ? एकैछिनको लागि कोही बोलेनन्। कोठा पुरै शान्त थियो। त्यसपछि एउटा वैज्ञानिकले बिस्तारै भने, यदि यो सन्देश हो भने हामी एक्लो छैनौँ। आजसम्म पनि यो सिग्नलको रहस्य अझै खुल्न सकेको छैन। टेलिस्कोपहरू पनि अझै आकाश सुन्दैछन्, सायद अर्को सन्देशको प्रतीक्षामा। यदि भोलि फेरि त्यो सिग्नल आयो भने के हामीले जवाब दिनुपर्छ कि चुपचाप बस्नुपर्छ? अब नेक्स्ट पार्ट पनि सुन्न चाहनुहुन्छ भने हामीलाई सब्सक्राइब गरेर नेक्स्ट पार्ट भनेर लेख्नुहोला।